मसी सबैजनालाई आशा गर्छु तपाईहरु एकदमै सन्चै हुनुहुन्छ होला अनि तपाईहरुलाई फेरि यस युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। अनि आज फेरि म एउटा वचन लिएर आएको छु जो छ यूहन्नाको पुस्तक 3 अध्यायको 16वीं आयतमा आज हामी हेर्ने छौं जसमा यस प्रकारले लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। जसमा यस प्रकार यो चाहिँ येशूले तब बोल्नु भएको थियो जब एकजना निकोदेमस भन्ने शास्त्रीहरू मध्येको एकजना व्यक्ति थिए। उहाँ चाहिँ एक रात येशूको शिक्षा उहाँले सुन्नु भएको थियो अनि त्यो शिक्षालाई सुनेर चाहिँ येशूको पास उहाँ आएर मिल्नु भयो। अनि मिलेपछि अनि येशूले चाहिँ उहाँलाई धेरै गहिरा कुराहरू सिकाउनु भएको छ जो हामी हेर्न सक्छौं। यूहन्ना 3 अध्यायदेखि पुरा हामी पढ्न सक्छौं। त्यो समयमा येशू र निकोदेमसको बीचको बातचितलाई हामी बुझ्न सक्छौं। अनि त्यहीमा चाहिँ यसमा छ जो प्रेमको बारेमा, जसमा 16मा आयतमा छ जो प्रेमको बारेमा जो येशूले चाहिँ निकोदेमसलाई सम्झाउँदै हुनुहुन्छ हैन। किनभने ऊ त एउटा शास्त्री थियो, एउटा फरिसीहरू मध्येको एउटा राम्रो पोस्टमा निकोदेमस व्यक्ति थियो, तर पनि उनी येशूको पास आए किनभने उनलाई चाहिँ येशूको कामहरूलाई अनि येशूको वचनहरूलाई चाहिँ त्यो समयमा निकोदेमसले फेस टु फेस एकदमै सामने रूपले देखेको थियो। अनि उनी चाहिँ रातिको समयमा येशूलाई मिल्न आएको थियो किनभने उनी दिनको समयमा येशूसँग मिल्न उनी डराउँथे किनभने उनीसँग अरू फरिसीहरूको टिमहरू थियो हैन। त्यही भएर अनि येशूले त्यो समयमा चाहिँ एउटा प्रेमको बारेमा निकोदेमसलाई सम्झाउनुहुन्छ कि एकजना स्वर्गमा परमेश्वर हुनुहुन्छ अनि उहाँ परमेश्वरले चाहिँ मलाई यस संसारमा पठाउनु भएको छ किनभने मानिसलाई चाहिँ यति धेरै प्रेम परमेश्वरले गर्नुहुन्छ। अनि किनभने हामी मानिस चाहिँ धेरै पापी छौं अनि त्यही भएर चाहिँ येशूलाई चाहिँ उहाँले पठाउनु भएको छ किनभने जसले पनि येशू उहाँको पुत्रमाथि विश्वास गर्छ ऊ कहिले पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन पाउनेछ भनेर यस सन्देशमा चाहिँ येशूले चाहिँ निकोदेमसलाई यो सन्देश भन्नुहुन्छ। अनि त्यो समयमा हामी हेर्न सक्छौं कि परमेश्वरले कसरी मानिसलाई प्रेम गर्नुहुन्छ भनेर येशूले दर्शाउँदै हुनुहुन्छ ताकि आफ्नो पुत्र दिनुभएको छ हैन। येशू चाहिँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। बाइबलमा हामी हेर्छौं भने पिता पुत्र पवित्र आत्मा 3 आयतमा यो कुराहरू छ। अनि उहाँलाई एउटा पिता हुनुहुन्छ, त्यही भएर उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर नै पिता हुनुहुन्छ, पिता नै येशू हुनुहुन्छ किनभने मानिसलाई बचाउनु पर्ने थियो। त्यही भएर उहाँ संसारमा एउटा पुत्रको रूप धारण गरेर आउनुभयो। जब उहाँले पुत्रको रूप धारण गर्नुभयो तब उहाँ हाम्रो लागि, हाम्रो पापको लागि क्रुसमा मर्नुभयो। त्यसपछि उहाँ पवित्र आत्मा बनेर फेरि हाम्रो साथमा हुनुहुन्छ। त्यही भएर हामी चाहिँ पिता पुत्र पवित्र आत्मा हामी 3 कुरालाई चाहिँ हाम्रो जीवनमा हामी निम्त्याउँछौँ, हामी मान्छौँ हैन। किनभने अनि त्यही भएर चाहिँ हामी हेर्छौँ भने परमेश्वरले मानिसलाई कति ठुलो प्रेम गर्नुभएको छ के आजसम्म तपाईले र मैले कसैलाई प्रेम गर्न सकेका छौँ? हामी प्रेम गर्छौँ, हामी प्रेम नगर्ने होइन तर हामी केही सीमित हदसम्म हामी प्रेम गर्छौँ। कसैले पनि हामी हाम्रो कीमती चीज हामी दिन डराउँछौँ। अनि हामी चाहिँ कसैलाई पनि एउटा कीमती चीज दिन डराउँछौँ भने हामी आफ्नो जीवन कसरी दिन सक्छौँ? हामी एउटा हाम्रो पुत्रलाई हामी कसैको लागि कसरी दिन सक्छौँ? छोरालाई हामी दिन सक्दैनौँ। तर त्यस्तो प्रेम राख्ने मानिसहरू भन्दा पनि सर्वश्रेष्ठ प्रेम राख्ने हाम्रो एकमात्र पिता हुनुहुन्छ जसले यो प्रेमलाई, त्यो प्रेमलाई उहाँले मानिसहरूको प्रतिको प्रेमलाई उहाँले सिद्ध गराउनु भयो जब उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो अनि त्यो पुत्र क्रुसमा मर्नुभयो हाम्रो लागि अनि फेरि 3 दिनमा जी उठ्नुभयो। त्यही भएर चाहिँ यस्तो प्रेम गर्नेवाला परमेश्वर तपाईको र मेरो परमेश्वर हुनुहुन्छ। त्यही भएर चाहिँ हामीले प्रेम गर्न हामीले सिक्नुपर्छ। हामी संसारमा धेरै कुराहरूलाई हामी प्रेम गर्छौँ। हुनसक्छ हाम्रो धन सम्पत्ति, हुनसक्छ हामी आफ्नो बाल छोराछोरीहरूलाई हामी धेरै प्रेम गर्छौँ तर पनि सबैभन्दा ठुलो प्रेम चाहिँ हामी परमेश्वरलाई गरौँ किनभने उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि हामी बाँचौँ। हामी संसारको अगाडि एक दिन न्यायको समयमा हामी दोषी नठहरियौँ, नरकको आगोबाट हामी जानको लागि हामी बचौँ भनेर चाहिँ उहाँले हामीलाई यति ठुलो प्रेम गर्नुभयो कि उहाँले एकमात्र पुत्रलाई दिनुभयो। त्यही भएर चाहिँ हामी हरेक दिन परमेश्वरलाई प्रेम गरौँ, धेरै धेरै मात्रामा हामी परमेश्वरलाई खोजौँ, प्रभुको वचनलाई हामी पढौँ। अनि प्रेम चाहिँ हामी कसरी देखाउन सक्छौँ? जब हामी परमेश्वरको हृदय लिएर हामी अरूलाई प्रेम गर्न सक्छौँ। जब हामी परमेश्वरको हृदयलाई लिएर हामी बाइबललाई चाहिँ हामी एकदमै तरिकाले हामी खोजेर बाइबलका कुराहरूलाई मानेर अनि हामी हरेक कुरामा चाहिँ हामी परमेश्वरको वचनलाई अगाडि राखेर उहाँको वचनको आज्ञा पालन गरेर चाहिँ हामी यो प्रेमलाई सिद्ध गराउन सक्छौँ। अनि त्यही भएर चाहिँ हामी परमेश्वरको प्रेममा चाहिँ हामी सदा सर्वदा बनिरहौँ जबसम्म येशूको पूर्ण आगमन हुन्न। आमेन। हजुरहरूलाई धेरै धन्यवाद छ।